अब यो चार्जरहरू पनि मोबाइलका चार्जर पनि यहाँ राख्नु सजिलो छ। तपाईँ हामीलाई यस्तो समस्या हुन्छ नि क्या, तार लथालिङ्गै हुने क्या। अब यो एउटा निकाल्यो, अर्को लाउँदाखेरि यो अर्को लगायो, अर्को छोडी पठायो, भुइँभरि लथालिङ्गै हुन्छ है। अब फेरि अर्कोलाई यहाँ सिला गरेर ल्याउनु पर्यो, फेरि यो निकाल्यो यो लाउनु पर्ने है। तपाईँलाई यस्तै समस्या छ नि है, यस्तो हुन्छ नि कति चाहिँ। यो जुगाड बनाउनु लागि हामीलाई बेसी केही चाहिँदैन है। पिभिसी पाइपको टुक्रा तपाईँ हाम्रोमा त हुन्छ है। यो छैन भनेदेखि हाम्रो नर्मल पाइप हुन्छ नि, त्यसकै टुक्रा भए पनि हुन्छ है। त्यसलाई त यस्तो सानो सानो पिसमा काट्नुहोस् है, योभन्दा सानोमा काट्दा पनि हुन्छ है। म काटिसकेर देखाउँछु। मैले दुईटा काटिसकेको छु है त। अब यति काटिसकेपछि तपाईँ हामीले के गर्नुपर्ने छ, तपाईँहरूकोमा ड्रिल छ भने ड्रिल, होइन भने तपाईँहरूकोमा फलम तताएर पनि यसो छेर्नु सक्नुहुन्छ है। तपाईँहरूले दुईटा एउटा दुलो बनाइदिनुहोस् यहाँदेखि भरे स्कुल कस्नुपर्छ त्यो दुलो भएर चाहिँ सजिलोको लागि। र अब त्यति गरिसकेपछि सबैभन्दा पहिला चाहिँ अलिकति काटी फ्याँक्नुपर्ने छ, यहाँ छिनाइदिनु पर्ने छ चट्टै यस्तो प्रकारले, यस्तो काटेर है। यति गरिसकेपछि अब तपाईँले ड्रिलले दुलो पार्नुहोस्, अनि तपाईँहरूले दुईटा यस्तो स्क्रु लिएर आउनुहोस् हो है साथीभाइ। अब त्यो भित्र काटी मैले अल्झाइसकेको छु यसरी है। अब यसलाई चाहिँ यहाँनिर तपाईँहरूले ठ्याक्कैसँगले, यसले बेसी जग्गा पनि ओगट्दैन हो, यसरी गरेर टाइट गरिदिनुहोस्। र अर्कोलाई पनि यहाँनिर यसरी टाइट गरिदिनुहोस् है। चरक्कै मिलाएर गर्नुहोस् तपाईँले, यसरी मिलाएर गर्नुहोस् है। तपाईँहरूले कतिवटा चाहिन्छ तपाईँहरूले त्यतिवटा ठक्कै राख्नुहोस् है। अब तपाईँहरूको यसरी ठ्याक्कै यसलाई यहाँ निकाल्यो, यहाँ राख्यो हो। अब फेरि यसलाई यहाँ युज गर्नु छ भने यसो युज गर्यो, यो दुइटा युज गर्नु छ भने यहाँ राख्यो, सजिलो है। हामीलाई यस्तो लाग्यो है मेरो जुगाड है, नपत्याउँदा एउटा सानो सबैलाई काम लाग्ने जुगाड है त। तपाईँहरूले घरमा इजिली बनाउनु सक्ने जुगाड है त।